नमस्कार साथीहरू, म रुचन राई फेरि पनि तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ हामी बुढी खोला झरना भन्ने ठाउँ घुम्न जाँदैछौँ र हामी चाहिँ गच्छाबाट सिधै दक्षिणतिर लाग्दैछौँ र त्यहाँ पुगेपछि तपाईलाई हामी देखाउनेछौँ बुढी खोला झरना कस्तो रहेछ त। ल साथीहरू, हामी चाहिँ जाँदैछौँ है। यहाँ चाहिँ अलिक बाटो कच्ची रहेछ। यहाँ हामी चाहिँ लगभग पुग्न आँटेका छौँ। त्यो नहर पुग्न आँट्यौँ हामी चाहिँ। अब यहाँनिर हल्का ग्राभल रहेछ बाटो होइन। अनि तपाईँहरूलाई देखाउने नै छौँ, हेर्दै जानु होला। ल साथीहरू, अब हामी चाहिँ गाडी राख्यौँ एउटा दोकानमा र त्यहाँबाट चाहिँ हामी हिँड्दै जाँदैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला है। ल हामी चाहिँ साथीहरू अगाडि बढ्दैछौँ है। अब यहाँ सबै देखाउने छु तपाईँहरूलाई, सबै भिडियोहरू होइन। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, स्किप नगरिकन। अनि यहाँ हेर्नुहोस् न, यही पुरै होटलहरू यत्तिकै रहेछ, खाजा पानी अनि मासु पोली खाने पनि ठाउँ रहेछ। अनि यहाँ सुँगुर पनि काट्नु भएको रहेछ उहाँहरूले। सुँगुरको मासु पनि बेच्नु हुँदो रहेछ। यतै पुरै खाजा खाने ठाउँ पनि रहेछ। यसो पौडी खेलो अनि झरनामा चिप्लेटी खेलो अनि फेरि यहाँ माथि आएर भोक लागेपछि चाहिँ माथि आएर यसो खाजा पानी खाने ठाउँ पनि रहेछ साथीहरू। है हेर्नुहोस् है। होइन हौ साथी, पुरै मेला जस्तो पो छ त हौ। मेला लागे जस्तो पो रहेछ यहाँ त। हेर्नुहोस् त, पुरै आमा खाजा पानीको व्यवस्था पुरै मेला जस्तो। वैशाखमा मेला लाग्छ नि हजुरहरू, त्यस्तै पो रहेछ त हौ। ल साथीहरू हेर्नुहोस् है, यहाँको रमाइलो ठाउँ हेर्नुहोस् त। उहाँ झन्डाहरू कस्तो मजाले गाड्नु भएको, कति राम्रो देखिएको छ। बुढी खोला झरना, उहाँ मान्छेको ताती हेर्नुहोस्। अनि उहाँहरू चिप्लेटी खेल्ने खेलिरहेछन्, फोटो खिच्नेहरू खिचिरहेछन्, टिकटक बनाउनेहरू बनाइरहेछन्। हेर्नुहोस् त कति राम्रो। अनि आमामा हेर्नुहोस् आमामा कस्तो मजाले चिप्लेको हौ। आमामा के गर्नु गाइज, अब कट्टु बोकेर आउनुपर्छ, कट्टु र भेस्ट एक्स्ट्रा। अब कट्टु र भेस्ट ल्याइएन। अब हेरेर त चित्त बुझाउनु होला नि। अनि हेर्नुहोस् यहाँ कति रमाइलो, चटपटे पनि छ, पानीपुरी पनि छ। आउनुहोस् है गाइजहरू पनि, यसो हेर्नुहोस्, रमाइलो गर्नुहोस्, जानुहोस्। मरिलानु के छ र हौ 2 दिनको जिन्दगीमा।
हेर्नुहोस् त गाइज कति रमाइलो छ यो ठाउँ। कति राम्रो राम्रो बहिनीहरू पनि आउनु भएको रहेछ झरनामा। हेर्नुहोस् त यहाँ आएपछि तपाईँको मनै कस्तो कस्तो हुन्छ। यहाँ आएपछि शान्त कस्तो आनन्द हेर्दाखेरि नि। हेर्नुहोस् त यो चाहिँ तपाईँको बुढी खोला र गछ्या खोला मिसिएर आएको रहेछ है। अनि जे होस् यहाँको हाम्रो म्यानेजमेन्ट साथीहरूले चाहिँ जे होस् मजाले पेन्टिङ सेन्टिङ गर्नुभएको रहेछ र पहिलेको भन्दा अलिक सफा पार्नु भएको रहेछ। यहाँ सफा बनाउनु भएको रहेछ यहाँ। हेर्नुहोस् त कस्तो मजाले चिप्लिनु भएको छ उहाँहरू, खेल्नु भएको छ। उहाँ माथि बेग्लै हुनुहुन्छ, टिम मुनि बेग्लै हुनुहुन्छ। हेर्नुहोस् त यो चाहिँ अब तपाईँको फ्रीको चिप्लेटी खेल्न मन लागेको छ भने चाहिँ यहाँ आउनुहोस् है साथीहरू। बुढी खोला झरना खनारबाट इटरीबाट आउँदै हुनुहुन्छ भने खनार आउनु पर्यो। खनारदेखि चाहिँ फेरि सिधै पूर्व लाग्नु पर्यो। त्यहाँ सफारीहरू हुन्छ, उहाँहरूलाई भन्नुभयो भने उहाँहरूले पुऱ्याइदिनुहुन्छ तपाईँहरूलाई। अनि यता गछ्याबाट आउँदाखेरि पनि तपाईँहरूलाई ती सफारी दाजुभाइहरूलाई सोध्नुभयो भने उहाँहरूले ल्याइदिनुहुन्छ। उहाँबाट आउँदाखेरि चाहिँ सिधै दक्षिण आउनुपर्छ। ल हेर्नुहोस् त कति रमाइलो छ। ल हेर्नुहोस् साथीहरू, हेर्नुहोस् कस्तो पानीको छालहरू। हेर्नुहोस् कस्तो मजाले छाल जस्तो बनिएको छ। हेर्नुहोस् त हेर्दै कस्तो झरना जस्तो कस्तो मजाको मान्छेको ताती। हेर्नुहोस् तपाईँलाई यहाँ आएपछि चाहिँ मन पनि आनन्द शान्त र रमाइलो लाग्नेछ। एकचोटि आउनुहोस्, घुमेर भए पनि जानुहोस्। तपाईँहरूलाई म अब तल गएर देखाउँदैछु नजिकबाट है। हेर्नुहोस् मजाले। हेर्नुहोस् त नानीहरू, यही हाम्रो फोटोग्राफर दाजुभाइहरू पनि हुनुहुन्छ। उहाँहरूले पनि फोटो खिचिदिनुहुन्छ तपाईँहरूलाई। मजाको फोटो क्लिक गरिदिनुहुन्छ उहाँहरूले। हेर्नुहोस् यहाँनिर आमा कस्तो नुहाउन मन लाग्यो नि, चिप्लेटी खेल्न मन लाग्यो नि के गर्नु, लुगा ल्याइएन। अब के गर्नु, अब त्यही मन बुझाउँदै बस्नु त होला नि होइन गाइज। हेर्नुहोस् त कति राम्रो बहिनीहरू पनि आउनु भएको रहेछ नि, मेरी आमै नि। हेर्नुहोस् त आमा कस्तो मजाको चिप्लिने ठाउँ। हेर्दाखेरि जाउँ जस्तो लाग्ने नि खेल्नलाई। हेर्नु त
घाम लागेको छ अरे अहिले चाहिँ घाम लाग्यो क्या मजाले होइन अघि अँध्यारो भएको त्यसले घाम लाग्यो पानीमा चिप्लिन चाहिँ साह्रै मजा आउँदो रहेछ तर हामी चाहिँ खेलिनौँ होइन लुगा बोकिएको थिएन एक्स्ट्रा लुगा चेन्ज गर्ने लुगा बोकिएको थिएन ल है साथीहरू अब बिदा चाहन्छु भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला मन पर्यो लाइक